सोचे यार मैं सोलूँ पनि एकदम सो छिटो आज छोटा भिडियो गइरहेको छ। हेरेँ झ्याप्प घरको भ्यू हेर्दा बुवाले तान्नु टमाटरको भ्यू यस्तो दामी कराएको कुखुरा के हो बोल्ने त्यति राम्रो भैँसी काम चलाउने अहिले याद भैँसी कस्तो कालो जातको रहेछ याद। माई गड बाख्रो भन्दा आयो मुखमा पानी हेर्दा बाख्राले कुरा हेर्दा नि याद। यस्तो भएपछि झ्याम्म जिमतिर लाने जिमतिर गर्नु पर्यो झ्यामतिर हुन्छ भनेको कुकुर भेट्यो। कुकुरे फेरि फर्केर झ्याम दिँदै आएँ। जिम गर्ने मन लाग्यो जिम हान्न सुरु गरेँ। झ्याम पुसअप झ्याम हानी हड्डी नै खिए जस्तो लाग्यो क्या। हान्दै हानी छु। च्याप्पै थियो भाइ। त्यो गोला पनि उठाउनु पर्यो झ्याम्म लाएर पाँचिलाको ढब उठाएर झ्याम हान्न थालेँ। हान्दा हात त फुत्किन्छै भने चाहिँ गर्छ भाइ। त्यति भएपछि आजलाई एक्सर्साइज हुन्छ। त्यही भएर गोला बारुद उठाएँ। फेरि अब माथि पनि उफ्रेर हान्नुपर्छ। त्यतिर पनि लाग्नु पर्यो। झ्याम उठाएको त यस्तो गरम गरियो ढक। र माथितिर अब झ्याम यस्तो बोडी त निकाल्नु पर्यो। झ्याप हान्न थाल्ने। त्यसपछि त यति हान्दा ल भ्याएँ आजलाई चाहिँ यति नै गाइस। फेरि भेटौँला। ओके बाई सी यू।